नमस्ते साथीहरू, मेरो मिनी भ्लगमा आज चाहिँ हाम्रो छुट्टी है। छुट्टीको दिन यसो बाहिर जाऊँ न त भनेर मार्केटतिर हामी बाहिर निस्क्यौँ। बाहिर निस्किँदा त हेर्नु साथीहरू यस्तो राम्रो रमणीय मौसम रहेछ कि है। हरियाली होइन, चिसो शीतल टाइपको क्या, त्यस्तो धेरै गर्मी पनि नै, त्यस्तो धेरै चिसो पनि नै। अनि यतिकैमा हामी फेरि ल मार्केट जाऊँ न त भनेर भाइ र म फेरि अब जेब्रा क्रसिङतिर लाग्यौँ साथीहरू। जेब्रा क्रसिङमा जाँदाखेरि अब उताबाट गाडी त आइ नै राखेको थियो, तर पनि आओस् न त के भयो त भनेर फेरि हामी फेरि यत्तिकै नटेडी हिँड्यौँ क्या साथीहरू। त्यो गर्दा गर्दै हामी ठ्याक्कै मार्केटको अगाडि पुग्यौँ साथीहरू। मार्केटको अगाडि पुगिसकेपछि अब मार्केटभित्र छिर्नु पऱ्यो भनेर भित्र गएको चाहिँ ठ्याक्क हामी भित्र जाने बित्तिकै साथीहरू होइन, भित्र जाने बित्तिकै भाइले फेरि चक्लेट हेर्दै थियो कि खान्छौ भनेको, नाइ नाइ नखाँदै भन्छन्। फेरि हाँसो लाग्यो मलाई एकछिन है। अनि त्यसपछि फेरि यता आएको त कोलगेट भेटियो क्या साथीहरू। अनि मलाई फेरि चाहिएको पनि थियो, म फेरि एउटा कोलगेट लिएँ क्या साथीहरू। अनि त्यसपछि यतिकैमा फेरि अब यसो म यतातिर आउँदाखेरि त ट्याक्क मेरो कान सफा गर्ने पनि मलाई चाहिरहेको थियो, ठ्याक्कै भेटाएँ क्या साथीहरू। अनि त्यसपछि एउटा टिपेँ है। अनि यो त अलि ठुलो हुन्छ है भन्ने सोचेर फेरि अर्को सानोतिर लिएँ। अनि यता आउँछु भन्दा त आम्मामा कति धेरै क्रिमहरू हुन् क्या साथीहरू। ल हेर्नुहोस् त, अब यो सब फेरि म युज नगर्ने कि अब के गर्ने है साथीहरू। अनि त्यसपछि यतिकैमा ऐना भेटेर हामीले फेरि ऐनामा एउटा सेल्फी लिन थाल्यौँ दुई भाइले। अनि त्यसपछि साथीहरू भाइले फेरि रेड बुल लिँदै थिए, ल लिगा खानुपर्छ भने। अनि हामी यति गरेर बिलतिर बाहिर निस्क्यौँ क्या साथीहरू। बाहिर निस्किँदा ल हेर्नु त साथीहरू, मेरो आजको मार्केट फेरि यति हो क्या, देख्दा नि लाज मर्नु साथीहरू। अनि त्यसपछि साथीहरू हामी यतिकैमा फेरि त्यो जेब्रा क्रसिङबाट हाम्रो रेस्टुरेन्टतिर फर्किने क्रममा हामी अब यहाँनिर आएर अब यसो वेटिङतिर लाग्यौँ होइन। किन भन्दाखेरि अब अलिकन गाडी उताबाट आइरहेछ होइन। अब यत्तिकै हिँड्यो भने त फेरि झ्याममा हानिदियो भने त साथीहरू सकियो नि त सबै होइन। अनि ल उताबाट गाडी त आउँदै थियो, अब यसलाई कुरेर बस्यो भने आजको दिन यतै बित्छ भन्ने सोचेर हामी फेरि त्यहाँबाट हिँडिहाल्यौँ। अनि त्यसपछि यता हिँडिसकेपछि अलि यता आउँछौँ भन्दाखेरि त साथीहरू यस्तो अरिजिनल जस्तै गोरुको मूर्ति के है साथीहरू। ओहो, म त अचम्मै परेँ है साथीहरू। अनि त्यसपछि हामी यत्तिकैमा यताबाट यसो पार्कतिर जाऊँ न त भनेर फेरि हामी पार्कमा आएर बस्यौँ क्या साथीहरू। अनि त्यसपछि भाइले मैले टक्क रेडुल च्यास गरिसकेपछि हामीले रेडुल खानेतिर लाग्यौँ साथीहरू। रेडुल खाँदै बस्यो। अनि त्यसपछि मेरो मिनी भ्लग पनि यहीँनिर सकियो क्या साथीहरू। किन भन्दाखेरि अब धेरै लामो मिनी भ्लग बनायो भने त फेरि अब हेर्दै तपाईँहरूलाई पनि अब झ्याउ लाग्छ होला, बोर लाग्छ होला नि त होइन, कति धेरै लामो बनाएको भन्नुहुन्छ होला होइन। त्यही भएर अब अहिले यो मिनी भ्लग यत्तिकैमा सक्यो। नमस्ते फेरि।